हेलो एभ्रिवान, म चाहिँ आज बिहान नै उठेँ 5:30 बजेतिर उठेर लखर 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 गर्दै हिँडेँ आफ्नो बाटो, मतलब पढ्नको लागि क्लासतिर। फेरि लखर लखर हिँडो अलि पर हिँड्दै गएपछि त्यहाँ गाडी पाइन्छ, अनि त्यही गाडीमा चढ्नलाई धेरै होइन 10 मिनटको बाटो चाहिँ हिँड्नुपर्छ। अनि गाडीमा चढ्न कस्तो भिड थियो, भिडियो बनाउनै पाएन अनि सिधै उत्रेँ। 2टा गाडी चढ्नुपर्छ के क्लास जानलाई। अनि फेरि त्यहाँ म जाँदैछु, त्यहाँबाट गाडी लाग्छ, अनि त्यहाँ टक्क त्यहाँ देखेपछि गाडी लाग्छ। अनि फेरि गाडीमा चढेर फेरि भिडियो बनाएँ। अनि कि त्यो गालामा पिम्पल भएछ कि कस्तो देखियो, पिम्पल क्याएर हटाउनेलाई तँ भनिदिनु ल। त्यो क्लास पनि आइयो, आएर बसेँ, पढ्यो अलि छिन। अनि यहाँबाट केटाहरू त्यसपछि क्लास भयो, पढायो बेला के भिडियो बनाउनु होइन, ब्रेक भएको बेला बाहिर निक्लेको। त्यसपछि के भएर घाममा बसेँ एकैछिन, धेरै होइन आधी घन्टा जति। अनि घाममा एकछिन बसेर फेरि क्लासतिर हिँड्यो। फेरि माथि निक्लिनु पऱ्यो क्लासमा जाँदै। क्लास फेरि पछि भयो एकैछिन, कति 10:30 बजीसम्म। त्यसो 10:30 बजेपछि फेरि हिँडेर त्यहाँबाट लखर लखर गर्दै घर गएँ, खाना खाइयो। त्यसपछि सुत्यो, त्यहाँबाट सुतेर उठेर त्यहाँबाट कम्प्युटर क्लासतिर लाग्यो आजको लागि। ल यति ल, बाई।